एआईबाट चाहिँ हामी एआईलाई चाहिँ हामीले कसरी प्रयोग गर्न सकिन्छ होइन, हामी नयाँ नयाँ बिगिनरहरूको लागि चाहिँ अब जस्तो सबै कुराहरू त अब हामीलाई थाहा हुन्न होइन। सिम्पल सिम्पल साधारणतया एआईहरू पनि हामीले चलाएर चाहिँ केही हामीलाई चाहिँ फोटो भिडियोहरू होइन अलिक रियालिटी नभए पनि रियालिटी हो जस्तो खालको मान्छेलाई चाहिँ त्यो अलिक एट्र्याक्सन गर्ने खालको चाहिँ केही होइन हामीले फोटो भिडियोहरू हामीले एडिट गर्न सकिन्छ। त्यसको लागि चाहिँ फर्स्ट अफ अल हामी प्ले स्टोरमा जाउँ, त्यस पछाडि सर्च बारमा जाउँ, त्यस पछाडि हामी सर्च गरौँ GROK ग्रक होइन, सर्च गरौँ। मेरो चाहिँ अलरेडी डाउनलोड छ मसँग चाहिँ, त्यो भएर ओपन देखाइरहेको छ। तपाईँहरूकोमा चाहिँ डाउनलोड भनेर देखाउन सकिन्छ, डाउनलोड गर्नु होला। त्यस पछाडि ओपन गर्नु होला। ल मैले चाहिँ ओपन गरेँ होइन। अब यहाँनिर यस्तो यस्तो खालको इन्टरफेस आउँछ, इमेजिङ आर्क्स होइन, छ नि यहाँ धेरै चिजहरू छ। मैले चाहिँ यो पहिला बनाइसकेकोहरू हो। तपाईँलाई चाहिँ यहाँनिर के भन्छ लगइन केबाट लगइन गर्ने भन्ने सोध्छ, अप्सन आउँछ। तपाईँहरू जिमेलबाट नर्मली जिमेलबाट लगइन गर्नु होला। मेरो चाहिँ अलरेडी छ लगइन भइसकेको, त्यसकारण ढिला नगरिकन म चाहिँ यहाँहरूलाई देखाउन गइरहेको छु। क्यारेट भिडियो, इड इमेज, भोइस मोड, ओपन क्यामेरा, एनालाइज डकुमेन्ट होइन, कस्टमाइज ग्रक भन्ने होइन, यहाँ छ 2-4वटा अप्सनहरू। तपाईँ यहाँनिर एनिथिङ कुनै तपाईँलाई डाउट लागेको जस्तो च्याट जिपिटी जस्तै हो, के अरे यसले पनि तपाईँलाई अलिक कन्फ्युज भएको चिजहरू यहाँनिर कुनै प्रम्प्ट लेखेर हालेर चाहिँ सोध्यो भने त्यसको उहरू बताइदिन्छ, यसले एन्सरहरू बताइदिन्छ। यसको अब चाहिँ हामी जाउँ के अरे यो त भिडियो भयो, हामी जाउँ इमेज होइन। पहिला हामी जाउँ फोटो चाहिँ हामीले कस्तो खालको कसरी चाहिँ बनाउन सकिन्छ भनेर चाहिँ, जस्तो जोडेको फोटोहरू मैले यहाँ अलरेडी मैले बनाइसकेको छ यो फोटोहरू। यहाँनिर यो फोटो अलरेडी यो फोटो दिउँ। अब यहाँनिर हामी केही समथिङ लेख्नुपर्छ, जस्तो कस्तो बनाउने, हामी कुदेको बनाउने हो कि होइन, नाचेको बनाउने हो कि, नाचेको पोज बनाउने हो कि होइन, अथवा कुनै साथीहरूसँग ग्यादरिङमा बसेको बनाउने हो कि, साथीहरू ल्याएर राख्ने हो कि होइन। यो सकिन्छ, एभ्रीबडी बनाउन सकिन्छ सब कुराहरू। त्यसको लागि चाहिँ म के भन्छु भने ल एउटा केटी मान्छेसँग बसेको फोटो बनाइदियो भन्छ है त, 20 वर्षको है, 22 वर्षको, 22 इयर्स ओल्ड, नेपाली लेडी हगिङ, 22 वर्षको नेपाली केटीलाई चाहिँ अँगालो मारेर बसेको होइन, यस्तो खालको बनाइदियो भने चाहिँ हेरौँ है त। अब यसले विदिन केही सेकेन्डमा बनाइदिन्छ। ल फोटो रेडी भयो दुईवटा, हेर्न सक्नुहुन्छ है त। 22 वर्षको केटीसँग अँगालो मारेर बसेको फोटो। ल हेर्नु, छैन त मजा। यस्तै तरिकाले चाहिँ तपाईँले यहाँहरूले बनाउन सक्नुहुन्छ है। ल म एउटा चाहिँ म डाउनलोड गर्छु, यो पनि मलाई पनि राम्रै लाग्यो। यो डाउनलोड गरेपछि तपाईँको ग्यालरीमा आउँछ है। अब फेरि अर्को बनाऊँ होइन। अब मानिलियो यो सबै यस्तै बनाएकै फोटोहरू हो। अब फेरि पनि हालौँ यो फोटोलाई, अनि
अब के बनाउने त भनेपछि अब नाचेको पोज बनाइदियो भन्छ है त टिएनसी डान्सिङ विथ लेडी एलइएडी लेडी 25 वर्षको केटीसँग है इयर्स यति भयो हुन्छ हेरौँ केही सेकेन्डमा बनाइदिन्छ ल हेर्न सक्नुहुन्छ देख्नुभयो ल 25 वर्षको केटीसँग नाचेको ल यसरी हामीले एआईलाई प्रयोग गरेर हैन बनाउन सकिन्छ ल यसलाई पनि डाउनलोड गरिदिउँ यसरी जस्तो अब कुनै यो तरिकाले हामीले अब नाचेको हैन जस्तो अब कुनै पूजा गरेको हिँडेको कुदेको हैन एभ्रिथिङ हामीले यसरी यो तरिकाबाट चाहिँ हामीले सजिलै तरिकाले बनाउन सकिन्छ यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै नेक्स्ट भिडियो फेरि यस्तै खालको इन्फर्मेसन भिडियो लिएर आउनेछु भन्दै आजको लागि बाई बाई